हालत छ हेर्नुहोस् के गर्नु हाम्रो यहाँ देवालीमा कुलपूजामा हिँडेको यस्तो हालत छ ल गाइजहरू ल हेर्नुहोस् गाइज ल यस्तो हालत छ ऊ हेर्नुहोस् ल हिला हिला छ केटा बिस्तारै बिस्तारै घरपुग्दा मान्छे चिन्ने नहोस् है बिस्तारै नै केटा फेरि मलाई लडाउला यार ल हेर्नुहोस् गाइज हेर्नुहोस् यस्तो हालत छ यार खोइ मेरो माइक पनि कता गयो ल त्यस्तो बिजोग छ हेर्नुहोस् ल रन्का बुझे रन्का पानी परेको छैन ल यस्तो बिजोग भएको छ यार ल के गर्नु हालत बिजोग हुने भयो हेर्नु ल अहिले चाहिँ अलि हल्का माथिको पिचबाट हो अहिले बगत छैन पानी पुरा परिरहेको छ यस्तो पुरै कालो र कालो छ के गर्नु बर्खामा त यो बाटो हिँड्नु त एकदम ज्यान मारा बाटो रहेछ के छ साथीहरू ठिक छ भन्नु नि यार ल हेर्नुहोस् यस्तो हालत उडायो यार उडायो यो दिदीले साग बोकेर हिँडिरहेको छ गाइज हेर्नुहोस् यस्तो बाटो छ ल हेर्नुहोस् यति छ भने ठिकै हुन्छ राम्रोसित ढुक्कासित जानु पाएँ त गाइज के गर्नु ल हालत यस्तो छ हेर्नुहोस् गाइज केटा चुप्प छ मेरो खाट ल यो इन्डियन गाडी पनि दौडाएको छ के गर्नु ल रन्का बुझे रन्का बुझे रन्का रन्का बुझे रन्का ल गाइज यहाँनिर पुरै पहिरो जान्छ बाटो बनाउँछ पहिलाको बाटो यो हो गाइज हेर्नुहोस् साथीहरू अहिलेको त्यस्तो बगरे हिँड्नु पऱ्यो त रन्का बुझे रन्का के गर्नु बाटो त बन्दै छ यहाँनिर भित्र भर्खर तान्दैछ काम त भइरहेको छ तर त्यस्तो पुरा यसरी बगरमा हिँड्नुपर्छ हेर्नुहोस् गाइस रन्का बुझे रन्का रन्का गाइस के हो यहाँ क्यामेरा हान्ने पनि सुख छैन के गर्नु ए बिस्तारै बिस्तारै उडाइ यस्तो हालत छ ल गाइस हेर्नुहोस् ल पुरै बगरे हिँड्नुपर्छ हेर्नुहोस् हुन्छ साथीहरू के गर्नु बाटोको हालत यस्तो छ के गर्नु घर त आउन मन लाग्छ नि अहिले बाइकबाटै झार्दैन भने गाह्रो छ के गर्नु क्यामेरा हाल्नु पनि यहाँनिर गाह्रो छ त्यस गाइस हालत यस्तो छ अलि मन अलिक शान्ति भयो अलि त कालो न कालो भयो अहिले अलिअलि उज्यालो भएर आएको छ हाम्रो दोस्तले पनि लगाउँदैछ हेर्नुहोस् गाइस के गर्नु काम मारामार भइरहेको छ मिसिन चलिरहेको छ ल बिस्तारै नै के हो यहीँ रोसी यस्तो आइरहेको छ ओले किन हात माथि उमार्छ यार ल हाम्रो गाइडहरू यहाँ अनुभवमा हिँडिरहेको छ त्यहाँ काम के कस्तो भइरहेछ भनेर यो माथि कि तल हो बाटो अब ल जे जस्तो भने यस जनतालाई सुविधा जे छ यो बाढी पहिरो आए पनि यस्तो बाटो छेउमा खुलाउने उपाय निकालेको छ अहिले सरकारले पहिलाको सरकार भए तपाईँ यस्तो पनि हुँदैन हेर्नुहोस् पुरै बगरे हिँड्नु परेको छ ल क्यामेरा समात्न पनि गाह्रो छ गाइज के गर्नु हेर्नुहोस् हाम्रो नेपालको बाटो कहिले होला त तपाईँको विदेशी बाटो जस्तो हेर्नुहोस् पुरै बगरे यस्तो हालत छ हाम्रो गाइज फेरि सिधा आयो हेलो गाइज हेलो सिधा हाल्ला जस्तो लगाउँछ गाइज के गर्नु दक्षिणी एसिया जस्तो बाटो कहिले पनि होला हाम्रो प्रचण्डजीको भनाइ कहिले पुरा हुने होला हेर्नुहोस् गाइज यस्तो बगरे हिँड्नु परेको छ ल हाम्रो सोल्टीहरू यस्तो हालतमा छ हेर्नुहोस् रन्का बुझे रन्का ल यस्तो हालत छ हेर्नुहोस् ल पुरै हिलो छ सोल्टीले लगिरहेको छ गाडी यो पहिलाको चाहिँ हो तपाईँ नार्के यो चाहिँ होइन नार्के के पुल भनिन्छ त अलिकति नाम थाहा भएन र हाम्रो गाइडहरू यता यसरी आइरहेको छ ल हेर्नुहोस् बगर ल यस्तो हालत छ हेर्नुहोस् रन्का बुझे रन्का हाम्रो भाइहरूले त्यहाँ हेरिरहेको छ यस बिस्तारै नै केटा फेरि के गर्नु हालत यस्तो छ पुरै
ल हेर्नुहोस् गाइस, उतापट्टि खोला बगिरहेको छ। तपाईँको ठुलो पानी पर्नु साथै यो तपाईँको बाटो पुरै खोलाले पुरै हाम्रो पुरै यहाँनिर गाइस, यिनीहरूले पुरै यहाँनिर हेर्नुहोस् गाइस, यिनीहरूको हालत हेर्नुहोस्। यहाँ दुई भाइको हालत यस्तो छ भाइ, पुरै रेनकोट पुरै तपाईँको टायरमा झन्डै अड्किन गाइस। के गर्नु, हाम्रो यहाँ अगाडि केटाहरूको छ हालत हेर्नुहोस्। ल हेर्नुहोस् यस्तो बगरी ल हेर्नुहोस् बगरी बगर केहरू गाह्रो छ। ल स्टेसन र बिजेपी झिमिनी कहिले आउनु सरकार, बालेन सरकारको त्यो कहिले आउनु हो बालेन सरकारको पालो। यो चाहिँ खतरनाक उठेको बाइक जस्तै भनौँ न, या माना अगाडि त उठेको हिजो यस्तो छ। हेर्नुहोस् गाइस, पहिलाको यो चाहिँ पहिलाको रोड हो। कुनै कुनै ठाउँमा पहिलाको रोड छ अलिअलि, तर सबै ठाउँमा तपाईँको बगरी बगर हिँड्नु पनि हो। चौकी डाँडादेखि नेपाल तकसम्म बगरी बगर हो। कुनै ठाउँमा अलिअलि छ, माथि अलिअलि पिच छ तपाईँको। त्यो पिच छैन भन्नु मिलेन, त्यस तपाईँको 50 मिटर 30 मिटर यस्तो 20-30 मिटर जति चाहिँ पिचै छ भनौँ न, अलिअलि पिचै छ भनौँ न, छैन भन्नु मिलेन। गाह्रो छ। होला हाम्रो यहाँनिर हजुरआमा पनि घर जाँदै हुनुहुन्छ। यो अगाडि बल्ल बल्ल यहाँ बाटोमा भेट भयो। हजुरआमा नाति हजुरआमाको बाटोमा भेट भइरहेछ। आउनु आउनु मामा, यहाँनिर यहाँ हाम्रो केटाकेटी भन्दा पुरै चास दिवा भनेर साथीहरूलाई यहाँनिर बाटो के छ कस्तो छ भनेर यसो बताइरहेको छ। तर यहाँ हाम्रो केटाले चास सकिन्छ भन्दै पढाएर बसिरहेको छ। यहाँ हाम्रो सोटीहरू हिँडिरहेको छ मजाले। ल यो चाहिँ अलिअलि देख्ने ठाउँमा चाहिँ तर बाटो माथि छ अलि हाइटमै। ल हेर्नुहोस्, तर साथीहरूलाई म देखाउँदैछु।